So, in the last class, we have discussed about the electric current and we had solved few questions also. And in this class, we are studying about the mechanism of metallic conduction or drift velocity. Okay. So, यसबाट पनि एक दुईवटा क्वेसन चाहिँ बन्छ इन्ट्रान्सको। त्यो चाहिँ अब हेरौँ मेकानिजम यसमा चाहिँ के हुन्छ भनेर। सो के भनौँ भनेपछि त्यसको लागि टपिक लेखौँ mechanism of metallic conduction. सो यो चाहिँ हाम्रो टपिक हो। यसले टपिकलाई चाहिँ इरेज गरौँ। सो के छ भनेपछि हामीसँग चाहिँ ल एउटा कन्डक्टर छ गरे। कुन कन्डक्टर? मेटालिक कन्डक्टर छ। ओके, एउटा चाहिँ मेटालिक कन्डक्टर हामीले अज्युम गरौँ। अनि यो मेटालिक कन्डक्टरमा चाहिँ एकदमै लार्ज नम्बर अफ फ्री इलेक्ट्रोन्सहरू छन् गरे के। ओके, के छन् गरे? एकदमै लार्ज नम्बर अफ फ्री इलेक्ट्रोन्सहरू छन् गरे यो मेटालिक कन्डक्सनमा है। एकदमै लार्ज नम्बर अफ फ्री इलेक्ट्रोन्सहरू छन् है। बनाउँदाखेरि त लिमिटेडै भन्छ। कति छ भनेपछि 10⁻28 फ्री इलेक्ट्रोन्स पर मिटर क्यूब। मतलब कि 1 मिटर क्यूब भोल्युममा 10⁻28 नम्बर अफ फ्री इलेक्ट्रोन्सहरू छन्। यो भनेको त एकदमै लार्ज हो नि। ल अब इनिसियली चाहिँ हामीले यो कन्डक्टरमा कुनै पनि एउटा इलेक्ट्रिक फिल्ड अप्लाई गरेको छैनौँ। इलेक्ट्रिक फिल्ड अप्लाई नगर्नुको मिनिङ चाहिँ के भनेपछि यो कन्डक्टरलाई हामीहरूले कुनै पनि सोर्स वा ब्याट्रीबाट कनेक्ट गरेको छैनौँ है। यस्तो गरेको छैनौँ। ओके, इनिसियली नो एनी इलेक्ट्रिक फिल्ड इज अप्लाइड टु द कन्डक्टर। सो अब इलेक्ट्रिक फिल्ड अप्लाई गरेको छैन भनेपछि यो इलेक्ट्रोनहरू छ नि, यो इलेक्ट्रोनहरू चाहिँ के गरिरहेछ भनेपछि ऱ्यान्डमली मुभ गरिरहेछन् के। इलेक्ट्रोन मुभिङ ऱ्यान्डमली। यसको मिनिङ चाहिँ कस्तो भनेपछि इलेक्ट्रोनहरूको डिरेक्सन फिक्सै छैन के। एउटा इलेक्ट्रोन यसरी मुभ गरिरहेछ, एउटा यस्तरी, एउटा यस्तरी, एउटा यस्तरी, जे मन लाग्यो त्यही गरिरहेछन् कि। एउटा यता गइरहेछ, एउटा यता गइरहेछ, एउटा यता गइरहेछ, मन लाग्दै गरिरहेछन्। जस्तै कि एउटा क्लासमा चाहिँ अब टिचर नभएको बेला स्टुडेन्टहरूले हल्ला गरेर हुन्छन्, जे मन लाग्यो त्यही गरेर हुन्छ नि, मन लाग्दै त्यस्तै गरिरहेछन् इलेक्ट्रोनहरूले। अनि अब यिनीहरू अब ऱ्यान्डमली मुभ गरिरहेछन् भनेपछि त यिनीहरूको डिरेक्सन पनि फिक्स छैन। अब जब यिनीहरूको डिरेक्सनै फिक्स छैन भनेपछि यो इलेक्ट्रोनहरूको के हुन्छ? एभरेज भेलोसिटी हुन्छ नि। सबै इलेक्ट्रोनहरूको एभरेज भेलोसिटी के हुन्छ? 0 हुन्छ। किनकि यो इलेक्ट्रोनहरूको डिरेक्सनै फिक्स छैन। अनि यो कन्डक्टरमा चाहिँ के हुन्छ भनेपछि 0 अमाउन्ट अफ करेन्ट फ्लो हुन्छ। ओके, के हुन्छ? अब फेरि एकचोटि सुरुबाट सुनौँ। यो कन्डक्टर छ, यो कन्डक्टरमा एकदमै लार्ज नम्बर अफ फ्री इलेक्ट्रोन्सहरू छन्। अनि हामीले इनिसियली कुनै पनि एउटा इलेक्ट्रिक फिल्ड यो कन्डक्टरमा एप्लाई गरेको छैनौँ। त्यही भएर यो इलेक्ट्रोनहरू के भइरहेछ? ऱ्यान्डमली मुभ भइरहेछ। ऱ्यान्डमली मुभ भइरहेछ भनेपछि यिनीहरूको डिरेक्सन पनि फिक्स छैन। डिरेक्सन फिक्स छैन भनेपछि यो इलेक्ट्रोनहरूको एभरेज भेलोसिटी के छ? 0 छ। अनि यो कन्डक्टरमा कुनै करेन्ट पनि फ्लो भइरहेको छैन। ओके, अब चाहिँ के भनेपछि अब चाहिँ सुन है। अब चाहिँ हामीले के गर्यौँ भनेपछि अब चाहिँ यो कन्डक्टरलाई हामीले ल एउटा इलेक्ट्रिक फिल्ड अप्लाई गऱ्यौँ वा एउटा ब्याट्रीबाट कनेक्ट गऱ्यौँ। ओके, यो डिरेक्सनमा यसरी हामीले त्यो कन्डक्टरमा इलेक्ट्रिक फिल्ड अप्लाई गऱ्यौँ। अब इलेक्ट्रिक फिल्ड अप्लाई गर्ने बित्तिकै के हुन्छ भनेपछि तिमीहरूले के बुझ्यो कि अब त्यो स्टुडेन्टहरू क्लासमा के गरिरहेको थिए? हल्ला गरिरहेको थिए। अब चाहिँ के भयो भनेपछि टिचर क्लासभित्र पस्नुभयो र त्यही भएर अब इलेक्ट्रोनहरू चाहिँ के अरे स्टुडेन्टहरू हल्ला गर्न पाएनन्। त्यस्तै गरी यो इलेक्ट्रोनहरू के भइरहेको थियो? ऱ्यान्डमली मुभ गरिरहेको थिए। अब
हामीले इलेक्ट्रिक फिल्ड सर्टेन डिरेक्सनमा के गर्यौँ, अप्लाई गर्यौँ होइन। अब इलेक्ट्रिक फिल्ड अप्लाई गरेपछि चाहिँ के भयो भने चाहिँ यो सबै इलेक्ट्रोनहरू छ नि, सबै इलेक्ट्रोनहरूले इलेक्ट्रोस्ट्याटिक फोर्स एक्सपिरियन्स गरे। अनि इलेक्ट्रोस्ट्याटिक फोर्स एक्सपिरियन्स गरेपछि यो इलेक्ट्रोनहरू चाहिँ एउटा सर्टेन डिरेक्सनमा के भयो, एलाइन भयो है। एउटा सर्टेन डिरेक्सनमा के भयो, एलाइन भयो। सर्टेन डिरेक्सनमा एलाइन हुनु भनेको के हो, सबै इलेक्ट्रोनहरू एउटै पार्टिकुलर डिरेक्सनमा के हुनु, बााउन्ड हुनु। ओके, अब एउटा सर्टेन डिरेक्सनमा एलाइन भयो अनि इलेक्ट्रोनहरू चाहिँ त्यो डिरेक्सनमा मुभ गर्छन् अपोजिट टु द्याट अफ द इलेक्ट्रिक फिल्ड। जुन डिरेक्सनमा हामीले इलेक्ट्रिक फिल्ड अप्लाई गऱ्यौँ नि हो त्यो डिरेक्सनको ट्याक्क अपोजिटमा इलेक्ट्रोनहरू अब के गर्न थाले, फ्लो हुन थाले होइन। अब फ्री इलेक्ट्रोन्सहरू फ्लो हुन थाले, सबै इलेक्ट्रोनहरू एउटै डिरेक्सनमा फ्लो भइरहेछ भनेपछि त यो इलेक्ट्रोनहरूले के गरे भनेपछि सर्टेन एभरेज भेलोसिटी पनि के गर्ने भयो, गेन गर्ने भयो कि भएनन् भन त। अब एउटै डिरेक्सनमा गएपछि यो सबै इलेक्ट्रोनहरूले के गर्ने भयो, सर्टेन एभरेज भेलोसिटी पनि गेन गर्ने भयो होइन। अनि जब यो इलेक्ट्रोनहरू है, जब यो इलेक्ट्रोनहरू एउटै डिरेक्सनमा मुभ गरिरहेछन्, यिनी इलेक्ट्रोनहरू एकअर्कासँग के हुन्छन्, कोलाइड पनि हुन्छन् है। के हुन्छन्, कोलाइड पनि हुन्छन्। कोलाइड भएपछि यिनीहरूको के हुन्छ, एभरेज भेलोसिटी घट्छ। यस्तै गरी कोलाइड हुँदै जान्छन्, एभरेज भेलोसिटी घट्दै जान्छ र एकदम मिनिमम हुन्छ र त्यो एभरेज भेलोसिटीलाई हामीले के भन्छौँ, ड्रिफ्ट भेलोसिटी भन्छौँ। अनि त्यो कति हुन्छ भनेपछि 10⁻⁻⁴ मिटर पर सेकेन्ड है। कति हुन्छ, 10⁻⁻⁴ मिटर पर सेकेन्ड। अनि है ड्रिफ्ट भेलोसिटी भएको फर्मुला चाहिँ के हुन्छ भनेपछि I/E/N/A, वेयर E भनेको के हो, चार्ज अफ द इलेक्ट्रोन, N भनेको नम्बर अफ फ्री इलेक्ट्रोन्स पर मिटर क्युब, अनि A भनेको यो कन्डक्टरको क्रस सेक्सनल एरिया। अनि इन्ट्रान्समा चाहिँ कसरी क्वेसन सोध्न सक्छ भनेपछि द अर्डर अफ द ड्रिफ्ट भेलोसिटी इज भनेर क्वेसन सोध्न सक्छ। अनि अप्सनहरू दिन्छ, तिमीले टिक केसमा लाउनु पऱ्यो, 10⁻⁻⁴ मिटर पर सेकेन्डमा टिक लाउनु पऱ्यो। सो दिस मच फर टुडे।